यदि हजुरले ग्रिन हाउस बनाउँदै हुनुहुन्छ भने यो भिडियो पुरै हेर्नुहोला, किनकि आधासम्म हेरेर छोड्नुभयो भने अधुरो ज्ञान पाउनुहुन्छ। हामीले मोडलसहित कस्तो प्रकारको ग्रिन हाउस कुन दिशामा फर्काउँदाखेरि के हुन्छ भनेर सिकाएका छौँ। नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने टपिक्सहरूमध्ये एउटा हो राम्रो ग्रिन हाउसको व्यवस्थापन, जसमा ग्रिन हाउसलाई कुन दिशामा फर्काउने, कस्तो बनाउने, कुन क्रप लगाउने, कसरी हार्भेस्टिङ गर्ने, कसरी प्रोटोकलहरूलाई फलो गर्ने सम्पूर्ण कुराहरू आउँछन्। आज हामी ग्रिन हाउस ओरिएन्टेसनको बारेमा बुझ्दैछौँ। अब सुरु गरौँ। ग्रिन हाउस बनाउनुभन्दा पहिले हामीले दुईटा कुरा जान्नुपर्छ। तिनी हुन् जेनरलाइज स्टडी र स्पेसिफिक स्टडी, जुन हामी आफैले तयार पारेको मोडलसहित देखाउनेछौँ। सुरुमा त जाउँ हामी जेनरलाइज स्टडीमा। यो बुझ्नुको लागि हामीले पृथ्वीको ल्याटिट्युड र लङ्गिट्युडको बारेमा बुझ्नुपर्छ। पृथ्वीलाई भौगोलिक रूपमा चिनाउने ल्याटिट्युड र लङ्गिट्युड रेखाहरू प्रयोग गरिन्छ। ल्याटिट्युडलाई अक्षांश भनिन्छ भने लङ्गिट्युडलाई चाहिँ देशान्तर भनिन्छ। ल्याटिट्युड लाइन्सहरू चाहिँ पूर्व पश्चिम दिशामा तानिएका काल्पनिक रेखाहरू हुन्, जसले पृथ्वीलाई उत्तर र दक्षिण भागमा विभाजन गर्छन्। 0 डिग्री ल्याटिट्युडलाई चाहिँ इक्वेटर भनिन्छ। यो पृथ्वीको बीच भागमा रहेको मुख्य रेखा हो। ल्याटिट्युड चाहिँ 0 देखि 90 डिग्रीसम्म उत्तर र 0 देखि 90 डिग्रीसम्म दक्षिणसम्म हुन्छ। त्यसै गरी देशान्तर रेखाहरू, जसलाई लङ्गिट्युडनल लाइन्स भनिन्छ, उत्तर दक्षिण दिशामा तानिएका रेखाहरू हुन्छन्। 0 डिग्री लङ्गिट्युडलाई चाहिँ प्राइम मेरिडियन भनिन्छ, जुन बेलायतको ग्रिनविचबाट जान्छ। अनि लङ्गिट्युड चाहिँ 0 देखि 180 डिग्रीसम्म इस्ट र 0 देखि 180 डिग्रीसम्म वेस्टसम्म हुन्छ। यी रेखाहरूले कुनै पनि स्थानको सही लोकेसन पत्ता लगाउन मद्दत गर्छन्। ग्रिन हाउसलाई कुन दिशामा फर्काउने भन्ने कुरा ल्याटिट्युड लाइनले निर्धारण गर्छ। ल्याटिट्युड लाइन बिचमा 0 हुन्छ, जहाँ इक्वेटर हुन्छ, र त्यसपछि 10, 20, 30 डिग्री गर्दै नर्थ र साउथ दुवैतिर जान्छन्। जति डिग्री बढ्दै गयो त्यति हामी नर्थ अथवा साउथ पोलतिर पुग्छौँ र घाम लाग्ने सूर्यको एङ्गल सानो सानो हुँदै जान्छ। यो अघि कुरा गरिएको जेनरलाइज स्टडीले के भन्छ भन्दाखेरि नर्थ र साउथ दुवैतिर 40 डिग्री ल्याटिट्युड लाइनभन्दा माथिको एङ्गलहरूमा सूर्य अलि लो एङ्गलमा हुन्छ र धेरै जस्तो ग्रिन हाउसले विन्टरमा लो एङ्गल सनलाई दिनभरि ट्र्याप गर्नको लागि सिङ्गल ग्रिन हाउस छ भने ग्रिन हाउसको लम्बाइ भागलाई पूर्व पश्चिम फर्काउनु उचित हुन्छ। फर इक्जाम्पल, त्यो 40 डिग्री ल्याटिट्युड भन्दा माथिको कुनै एउटा ठाउँको इक्जाम्पल लिउँ, जस्तै क्यानाडाको अन्टारियोको कुनै एउटा ठाउँलाई इक्जाम्पल मानौँ। समर सिजनमा र अन्य सिजनमा त घामको किरण पर्याप्त हुन सक्छ, तर विशेष गरी जाडो सिजनमा लाइटको इन्टेन्सिटी कम हुन्छ। त्यही भएर हामीलाई कसरी हुन्छ म्याक्सिमम सनलाइटको आवश्यकता पर्छ। यो डायग्राम अनुसार हेरौँ, सनको एङ्गल अलि तल हुन्छ र विन्टर सिजनको मन्थमा हेरौँ। अब त्यसै गरी इस्ट वेस्ट फर्केको सिङ्गल ग्रिन हाउसको मोडल हेरौँ। यसमा ग्रिन हाउसको रिच भाग वा लम्बाइको भाग इस्ट वेस्टमा फर्किएको छ। घाम यसरी पूर्वबाट पश्चिममा लाग्दाखेरि यो लोकेसनमा म्याक्सिमम घाम पुग्ने हुन्छ। यो चाहिँ सिङ्गल ग्रिन हाउस हुँदाखेरि है। तर अब यसैलाई नर्थ साउथमा राखियो भने के हुन्छ भन्दाखेरि जाडो सिजनमा म्याक्सिमम घाम नै पुग्न पाउँदैन। घामको लो एङ्गलमा हुनाले ग्रिन हाउसको रुफको अर्को साइडमा म्याक्सिमम सनलाइट पुग्नै पाउँदैन। लङ साइडले गर्दाखेरि अर्को साइडमा छाया पर्छ र लाइटको इन्टेन्सिटी कम हुन्छ। त्यसैले यो लोकेसनमा सिङ्गल ग्रिन हाउस बनाउँदाखेरि पूर्व पश्चिम राख्नु नै उचित मानिन्छ। याद गरौँ, अहिले सिङ्गल ग्रिन हाउसको मात्रै कुरा भइरहेको छ, मल्टी ग्रिन हाउसको होइन, त्यो पछि आउँछ। हामी अझै जेनरलाइज स्टडीमै छौँ। अब 40 डिग्री वा त्योभन्दा कम ल्याटिट्युड भित्रको लोकेसनमा जाउँ। यहाँ चाहिँ अघिको सनको एङ्गलभन्दा थोरै बढी एङ्गलमा सूर्य हुन्छ। इक्वेटर अनि 40 डिग्री भित्रका छेउछाउका भागहरूमा यहाँको तापक्रम अलि बढी हुन्छ र यो एरियामा धेरै जस्तो ग्रिन हाउस डिजाइनमा यसरी गर्नुपर्छ कि गर्मी सिजनमा ग्रिन हाउस धेरै हिट नहोस्, किनकि हिट स्ट्रेसले त्यहाँ भएको प्लान्टहरू अनि वर्करहरू सबैलाई असर गर्छ र कुलिङ गराउँदाखेरि चाहिँ बढी खर्च लाग्न सक्छ। त्यसैले हामीले यो मोडललाई हेर्दाखेरि गर्मी सिजनलाई आधार मानेर ग्रिन हाउसलाई ओरिएन्ट गर्छौँ। जस्तै यो 40 डिग्री ल्याटिट्युड भित्रको कुनै एउटा ठाउँलाई इक्जाम्पलमा लियौँ, जस्तै नेपालको चितवन लोकेसनलाई आधार मानेर एउटा सिङ्गल ग्रिन हाउसको मोडल हेरौँ। नेपालको ल्याटिट्युड र लङ्गिट्युड चाहिँ यहाँ देखाएको छ। यसले के देखाउँछ भन्दाखेरि यो लोकेसन चाहिँ ल्याटिट्युड 40 डिग्री भन्दा थोरै हो, त्यही भएर यो लोकेसन हाम्रो यो टपिकभित्र पर्छ। चितवनमा सिङ्गल ग्रिन हाउस मोडल हेर्दाखेरि सुरुमा इस्ट वेस्ट फर्काउँदाखेरि सबभन्दा बढी गर्मी सिजनमा हेर्दा के देखिन्छ भन्दा सूर्यको पोजिसन अलि माथि हुन्छ र पर्याप्त हिट आइरहेको हुन्छ, तर गर्मीमा हिट स्ट्रेस नै धेरै हुन्छ। यो मोडल अनुसार यसरी घाम लाग्दाखेरि दिनभरि एकदमै चर्को घाम लाग्ने,
या हिट एकदमै धेरै हुन्छ। यसरी कहिलेकाहीँ त दक्षिणतर्फको भागमा धेरै घाम पर्ने र उत्तरतर्फ एकदमै कम घाम पर्न सक्छ अनि गर्मी मौसममा ओभर हिटिङ बढ्न सक्छ। त्यसैले हामी अर्को मोडल हेर्छौँ जुन नर्थ साउथ फर्किएको छ। यसमा हेर्दा चाहिँ नर्थ साउथ ओरिएन्टेसनले दिनभरि दुवै साइडमा समान घाम वितरण गर्छ। थोरै थोरै भए पनि युनिफर्म स्प्रेड हुन्छ, ओभर हिटिङ हुनै पाउँदैन। एकातिर धेरै छाया पर्ने समस्या पनि कम हुन्छ। यो मोडल नेपालको तराई र कुनै मध्य पहाडी क्षेत्रमा पनि उपयुक्त हुन सक्छ। हामीले अझै याद गरौँ कि हामी अझै सिंगल ग्रीन हाउस मोडलको कुरा गर्दैछौँ। अब हामी जेनरलाइज स्टडी भित्रै मल्टी ग्रीन हाउस गटर कनेक्टेड सिस्टमको ग्रीन हाउसको अध्ययन गरौँ। यो टाइपको ग्रीन हाउस चाहिँ यस्तो हुन्छ। यसको कम्पोनेन्ट्सहरू हेर्दाखेरि सिंगल ग्रीन हाउसहरू जोडिएको देखिन्छ, तर बिचमा चाहिँ गटर हुन्छ जहाँ पानी पर्दा वा हिउँ पर्दा त्यो पानी त्यही गटरको माध्यमबाट बगेर तल ड्रेनमा जान्छ। जेनरलाइज थ्योरी अनुसार के नियम छ भन्दाखेरि 40 डिग्री ल्याटिट्युड भन्दा थोरै वा धेरै जुनसुकै होस्, जहाँ भए पनि यस्तो खालको ग्रीन हाउसको रिज लाइनलाई नर्थ साउथ नै फर्काउनु उचित हुन्छ। यसको कारण जान्नको लागि हामीले मोडल हेर्नुपर्छ। यो मोडलको ग्रीन हाउसलाई इस्ट वेस्ट फर्काउँदाखेरि के हुन्छ भन्दाखेरि दिनभरि घाम चाहिँ ग्रीन हाउसको रिजको प्यारलली पर्छ अनि के हुन्छ भन्दा एउटा ग्रीन हाउसको गटरको पार्टले गर्दाखेरि अर्को कनेक्टेड ग्रीन हाउसमा छाया पर्छ। यसरी गटरनिरको पोर्सनले गर्दाखेरि धेरै स्याडो जोन्सहरू क्रिएट गर्छ भुइँमा, जहाँ चाहिँ क्रप हुन्छन्। अनि ग्रीन हाउसभित्रको प्लान्टले चाहिँ युनिफर्म सनलाइट नै पाउँदैन। सूर्य लो एङ्गलमा होस् या हाई एङ्गलमा होस्, जसै स्याडो बन्छ। लो एङ्गलमा धेरै स्याडो बन्छ, तर हाई एङ्गलमा हुँदाखेरि सानो स्याडो बन्छ। यो हामी मोडलबाट हेर्न सक्छौँ। अब यही मोडललाई चाहिँ नर्थ साउथ राख्दा के हुन्छ भन्दा अघिको गटरको पोर्सनको स्याडो बन्न पाउँदैन। अघिको मोडल भन्दा यहाँ चाहिँ लाइट अलि युनिफर्मली डिस्ट्रिब्युट हुन पाउँछ र ग्रीन हाउसभित्रका प्लान्ट्सहरूलाई फाइदा हुन्छ। त्यो कुरा मोडलबाट पनि हेर्न सक्छौँ। त्यसैले हाइटेक ग्रीन हाउस कनेक्टेड सिस्टम छन् भने धेरैजसो चाहिँ नर्थ साउथमै फर्काइएको पाइन्छ। यसबाट हामीले के बुझ्न सक्छौँ भन्दाखेरि सिंगल ग्रीन हाउस र मल्टी ग्रीन हाउसमा टोटल्ली फरक तरिकाले काम गर्छ। अर्को केसमा यदि ग्रीन हाउसभित्र फरक फरक क्रप लगाउँदै हुनुहुन्छ भने यसरी प्लानिङ गर्नुपर्छ कि एउटा क्रपको रोले अर्को क्रपको रोमा छाया नपरोस्। यसरी छाया पर्यो भने झन उत्पादन घट्छ। अर्को कुरा हामीले विन्ड स्पिड पनि हेर्नुपर्छ। कुनै ठाउँमा धेरै हावा लाग्छ, विन्ड लोडले गर्दाखेरि ग्रीन हाउसको स्ट्रक्चरलाई पनि असर पार्छ। त्यसैले कसरी हुन्छ, विन्डबाट मिनिमम इम्प्याक्ट हुने किसिमले ग्रीन हाउसलाई ओरिएन्ट गर्नुपर्छ। जस्तै जहाँ चाहिँ हावाको एकदम प्रभाव धेरै छ भने हामीले त्यो डिरेक्सनमा चाहिँ हामीले चौडाइ राख्नुपर्छ ताकि मिनिमम इम्प्याक्ट परोस् ग्रीन हाउसभरि। अर्को कुरा हामीले कुनै डाँडाले घाम छेकिरहने ठाउँ छ भने त्यहाँ ग्रीन हाउस बनाउनु हुँदैन। तर बनाउनु पर्ने छ र अरू जग्गा छैन भने कमर्सियली ठुलो बनाउने होइन, तर सानो प्लास्टिकको टनल चाहिँ बनाउन सकिन्छ र धेरै घाम नचाहिने प्लान्ट्सहरू लगाउन सकिन्छ। हामीले अहिलेसम्मको जेनरलाइज स्टडी अन्तर्गत के सिक्यौँ भन्दाखेरि ल्याटिट्युड 40 डिग्रीभन्दा माथिको सिंगल ग्रीन हाउस छ भने इस्ट वेस्ट फर्काउने, ल्याटिट्युड 40 डिग्रीभन्दा मुनिको लोकेसनमा सिंगल ग्रीन हाउस छ भने नर्थ साउथ फर्काउने र मल्टी ग्रीन हाउस छ भने नर्थ साउथ नै फर्काउने। अनि टल र सर्ट क्रप्सलाई चाहिँ एकअर्काको छाया नपर्ने गरी लगाउने, विन्ड इम्प्याक्ट मिनिमम गर्ने गरी सकेसम्म ठाउँ अनुसार ओभर हिटिङ नहुने किसिमले घामको किरण परिराख्ने गरी ग्रीन हाउसलाई पोजिसनिङ गर्ने। यिनी कुराहरू चाहिँ हामीले जेनरलाइज स्टडीबाट सिक्यौँ। अब हामीले स्पेसिफिक स्टडीतिर लाग्छौँ। यो स्टडी अनुसार चाहिँ विशेष गरी साइट स्पेसिफिक माइक्रो क्लाइमेट, लाइट डिस्ट्रिब्युसन, विन्ड डिरेक्सन, टेम्परेचर कन्ट्रोल अनि टोपोग्राफीलाई कन्सिडर गर्छौँ। अरू विभिन्न देशहरूमा चाहिँ अघिको जेनरलाइज स्टडीलाई आधार मान्न सकिन्छ, तर नेपालको कन्टेक्स्टमा वा नेपाल जस्तै अन्य देशको कन्सेप्टमा चाहिँ सबै भूभाग एकै नाचको हुँदैनन्। हाम्रोमा हिमालयन, हिल्ली र तराई रिजन छन्, जसले जेनरलाइज कन्सेप्टको हिसाबले हेर्ने भने त हामीले सिंगल र मल्टी ग्रीन हाउसलाई नर्थ साउथ नै फर्काउने भन्ने कन्सेप्ट बन्न सक्छ। तर सबै ठाउँमा त्यस्तो नहुन सक्छ, किनकि हरेक रिजनको माइक्रो क्लाइमेट फरक छ अनि नेपालको टोपोग्राफी अनुसार र जग्गा अनुसार सबै ठाउँमा लम्बाइ चौडाइ मिलेको जग्गा पाउन सम्भव नहुन सक्छ। कतिपय देशहरूमा चाहिँ कुनै एरियाको सनलाइट प्याटर्न अनि अरू माइक्रो क्लाइमेटिक फ्याक्टर्सहरू अध्ययन गरी ओरिएन्टेसनलाई एक्ज्याक्टली नर्थ साउथ अथवा इस्ट वेस्टमा नफर्काई सर्टेन एङ्गलमा ग्रीन हाउस बनाइन्छ। त्यो एङ्गललाई चाहिँ अप्टिमम एङ्गल भनिन्छ र त्यसको लागि त्यो ठाउँको चाहिँ डिटेलमा स्टडी गर्नुपर्छ। नेपालको लागि सुरुमा त मल्टी ग्रीन हाउस छ भने जग्गा मिलेसम्म सकेसम्म सबै ठाउँमा ग्रीन हाउसको रिज लाइनलाई नर्थ साउथ अथवा उत्तर दक्षिण नै फर्काउँदा बेस्ट हुन्छ, यदि अरू फ्याक्टरले कम प्रभाव पार्छन् भने। अब बाँकी रह्यो सिंगल ग्रीन हाउस बनाउँदाखेरि। सुरुमा त हामी तराईमा जहाँ एकदमै गर्मी हुन्छ, अघि भने अनुसार ओभर हिटिङ नहुन अनि युनिफर्म लाइट डिस्ट्रिब्युसनको लागि बेस्ट ओरिएन्टेसन नै नर्थ टु साउथ नै हो।
यदि विन्ड स्पिड कुनै ठाउँमा धेरै छ भने ग्रिन हाउस नजिकै ग्रिन हाउसलाई नछेकिने गरी विन्ड ब्रेक्सहरू राख्न सकिन्छ। तर जब हामी हिल्सतिर जान्छौँ, कुनै ठाउँमा चाहिँ गर्मी हुन्छ, कुनै ठाउँमा मोडरेट टेम्परेचर छ र कुनै ठाउँ चाहिँ चिसो छ। यहाँ माइक्रो क्लाइमेटको भेरिएसन नै धेरै छ। त्यसैले यदि हिल्ली रिजनमा हो भने ग्रिन हाउस ओरिएन्टेसन कस्तो हुन्छ भन्ने कुरा कम्प्लेक्स हुनसक्छ। हिल्ली डिस्ट्रिक्टहरूमा कुनै जिल्लामा अथवा कुनै ठाउँमा एकदम गर्मी छ भने हामीले ग्रिन हाउसलाई नर्थ साउथ नै राख्न सक्छौँ। तर न धेरै जाडो न धेरै गर्मी सामान्य तापक्रम छ भने आफ्नो जग्गा अनुसार र विन्ड स्पिडलाई ख्याल गरेर जसरी राख्न पनि सक्छौँ। तर यसलाई सकेसम्म इस्ट वेस्टमै राख्दा बेस्ट हुन्छ। अनि त्यसै गरी हिल्ली रिजनमै पनि एकदमै चिसो ठाउँ छ भने हामीले इस्ट वेस्ट राख्दा बेस्ट हुन्छ। यसको मतलब हामी जति हिमालयन रिजनतिर जान्छौँ त्यति हामीलाई इस्ट वेस्टतिर राख्दाखेरि बेस्ट हुन्छ। त्यो पनि ठाउँ अनुसार हुन्छ। हिमालयन रिजनमा पनि कुनै ठाउँमा हावाको प्रभाव र तापक्रम फरक भए त्यही अनुसार ग्रिन हाउसलाई कुन दिशामा फर्काउने भन्ने बारे सोच्नुपर्छ। त्यस्तै कुनै तराई अथवा हिल्ली रिजनको कुनै ठाउँमा ठिक्कको क्लाइमेट छ भने त्यहाँ हामीले इस्ट वेस्टलाई फोकस गर्न सक्छौँ। तर जग्गा कस्तो छ त्यो अनुसार पनि प्लान फरक हुनसक्छ। यसरी के बुझ्न सकिन्छ भन्दाखेरि एउटा ग्रिन हाउस स्ट्रक्चरलाई कता फर्काउने भन्ने विषय यति धेरै कम्प्लेक्स हुनसक्छ। त्यसैले नेपालमा ग्रिन हाउस कता फर्काउने भन्ने क्वेसन गर्नु अघि नेपालको कुन ठाउँमा ग्रिन हाउस बनाउनु पर्ने हो, कस्तो खालको ग्रिन हाउस बनाउनु पर्ने हो, त्यो ठाउँको समर र विन्टर टेम्परेचर के छ, हावाको प्रभाव कतिको छ, जमिन कस्तो छ, के लगाउँदै हुनुहुन्छ ग्रिन हाउसभित्र, यी सबै कुरा ख्याल गर्नुपर्छ। त्यसैले कसैले पूर्व पश्चिम ग्रिन हाउस ठिक हुन्छ वा उत्तर दक्षिण ग्रिन हाउस ठिक हुन्छ भन्ने सल्लाह दियो भने ऊ गलत पनि हुनसक्छ। यसरी विभिन्न ल्याटिट्युडका देशहरूमा ग्रिन हाउस ओरिएन्ट गर्न सकिन्छ। सबैभन्दा बेस्ट त यी दुईटै जेनरलाइज स्टडी र स्पेसिफिक स्टडीलाई मध्यनजर गर्दै ग्रिन हाउस स्ट्रक्चर बनाउनुपर्छ र राम्रो व्यवस्थापन गर्नुपर्छ। आजलाई यति नै। अर्को सेसनमा हामी कृषि सम्बन्धी यस्तै नयाँ जानकारी लिएर आउनेछौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।